बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, सङ्घं शरणं गच्छामि। 2569 बुद्ध जयन्तीको पावन अवसरमा आज हामीले गुरुङ समुदाय, तामाङ समुदाय, मगर समुदाय र अन्य बौद्ध धर्मावलम्बीको संयुक्त रूपमा हामीले र्याली यहाँ गुम्बाबाट सुरु गरेका थियौँ र अब हामी यही गुम्बामा नै अन्त्य गर्दैछौँ। आज हामीले यो विश्वलाई शान्तिको अग्रदूत गौतम बुद्ध प्राप्त भएको दिन हो। उहाँको जन्मदिन, मृत्यु र बुद्धता प्राप्त गरेको दिनलाई हामी बुद्ध जयन्तीको रूपमा उहाँलाई सम्झने गर्छौँ। यही सम्झना स्वरूप हामीले आज शान्ति र्याली निकालेका थियौँ। यो शान्ति र्याली हामीले बेलबारी बजार परिसरमा एक फन्डको र्याली गरेर चाहिँ अहिले समाप्त गरिसकेका छौँ। अब हामी यो गुम्बाबाट सुरु गरिएको र्याली यही गुम्बामा अन्त्य गर्दैछौँ। यहाँ सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो जातीय वेशभूषामा सजिएर बुद्धको उपदेश शान्ति र्यालीलाई सपोर्ट गर्नको लागि यहाँ आज आएर चाहिँ हामीलाई साथ र सहयोग दिनुभएको छ। त्यो भएको कारणले गर्दाखेरि यहाँ उपस्थित रहनुहुने तामाङ, मगर, गुरुङ, शेर्पा समुदायका आमा बुवा दाजुभाइ दिदीहरू सम्पूर्ण उपस्थित भएर यो शान्ति र्यालीलाई समापन सुरुदेखि अन्त्यसम्म साथ सहयोग गरेर समापन गर्नेसम्म उहाँले साथ सहयोग गर्नुहुनेछ भन्ने हामीले पूर्ण आशा गरेको थियौँ। त्यसै अनुरूपमा आज उहाँ सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू आफ्नो गुम्बाबाट बुमको अर्थात् छोई शिरमा राखेर दिदीबहिनीहरूले साथ सहयोग दिनुभएको छ। त्यही भएको कारणले गर्दाखेरि आज हाम्रो बेलबारी नगरपालिकामा बसोबास गर्ने तामाङ, गुरुङ र मगर समुदायको संयुक्त र्यालीमा गुरुङ गुम्बाबाट, तामाङ गुम्बाबाट, मगर गुम्बाबाट, त्यसै गरी अन्य ठाउँबाट पनि यो र्यालीमा सहभागी हुनका लागि बौद्ध धर्मावलम्बी दिदीबहिनीहरू, आमा बुवाहरू, दाजुभाइहरू सम्पूर्ण आफ्नो वेशभूषामा आउनुभएको कारणले गर्दाखेरि आजको यो र्याली समापन गर्दैछु र हार्दिक शुभकामना। यहाँ सम्पूर्ण बुद्ध जयन्तीको अवसरमा विश्वमा रहेका प्राणी जगत, पशु जगत, मनुष्य जगतमा सुख, शान्ति, समृद्धि, सफलता प्राप्त होस् भनेर चाहिँ लामा गुरुहरूबाट चाहिँ मलम उच्चारण गरेर चाहिँ आज हामीले सुरु गरेको र्याली अब हामी फेरि पनि लामा गुरुहरूकै प्रवचनद्वारा समाप्त गर्नेछौँ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दिदीभाइ दाजुभाइ दिदीबहिनीहरूलाई फेरि पनि सुख, शान्ति, समृद्धिको काम